साथीहरू हामी इङ्ग्लिसमा चाहिँ एक्सक्युज मी भन्छौँ नि है, कि नेपालीमा कृपया भनिन्छ नि, त्यसलाई अरबी भाषामा चाहिँ के भनिन्छ भने लौ समाहत है। लौ समाहत भनेको चाहिँ एक्सक्युज मी है। अनि महिला अथवा केटी मान्छे चाहिँ लौ समाहती है, लौ समाहती भनेको चाहिँ एक्सक्युज मी भनेको हो। कुनै पनि शब्द सोध्नुभन्दा पहिला, बोलाउनुभन्दा पहिला हामी एक्सक्युज मी भन्छौँ नि, अरबी भाषामा चाहिँ लौ समाहत है। केटा मान्छेलाई, केटी मान्छेलाई लौ समाहती भनिन्छ है। एउटा उदाहरण स्वरूप कृपया आउनुहोस् है भन्नलाई चाहिँ अरबी भाषामा लौ समाहत ताल है। लौ समाहत ताल, लौ समाहत भनेको चाहिँ एक्सक्युज मी आउनुहोस् भनेको है। केटी मान्छेलाई लौ समाहती ताली है। लौ समाहती ताली भनेको चाहिँ केटी मान्छेलाई आउनुहोस् भनेको हो। त्यस्तै व्यस्त अथवा बिजी भन्नाले चाहिँ अरबी भाषामा मसगुल भन्छ है। मसगुल भनेको चाहिँ केटा मान्छे, मसगुला भनेको चाहिँ केटी मान्छेलाई। मान लिउँ के तिमी बिजी हो त भन्नलाई चाहिँ हाल इन्त मसगुल है। के तिमी अहिले बिजी हो त भन्नलाई चाहिँ हाल इन्त मसगुल भनिन्छ है। अथवा केटी मान्छेलाई भन्नु पर्दाखेरि चाहिँ हाल इन्ती मसगुला है। हाल इन्ती मसगुला भनेको चाहिँ तिमी अहिले बिजी हो त भनेको है। अब इन्त भनेको केटा मान्छेलाई भयो है, इन्ती भनेको चाहिँ केटी मान्छेलाई है। त्यस्तै गरी म अहिले बिजी होइन खाली छु भन्नलाई अरबी भाषामा फादी भन्छ है। खालीलाई चाहिँ फादी भन्छ। फादी भनेको चाहिँ खाली, फादीलाई चाहिँ जेला पनि खाली, गाडी पनि खाली छ है, झोला पनि खाली छ, कोठा पनि खाली छ, सबैलाई के भन्छ फादी भन्छ है। फादी छ भने चाहिँ खाली छ है। म खाली छु भन्न नि आना फादी है। फादी भनेको चाहिँ खाली हुनुहुन्छ जस्तै होइन म अहिले फ्री छु भन्नाले ला अलहिन आना फादी है। होइन म अहिले चाहिँ ला अलहिन आना फादी, म अहिले खाली छु। अथवा म अहिले बिजी छैन भन्नलाई नि अलहिन आना मु मसगुल है। अलहिन आना मु मसगुल, अलहिन आना मसगुल मात्रै भन्यो भने चाहिँ म बिजी छु भयो। अब यो मु लाग्यो नि, मु भनेपछि मु मसगुल भनेको चाहिँ म बिजी छैन भन्छ है। त्यस्तै अहिले म बिजी छु भन्नलाई चाहिँ अलहिन आना मसगुल भयो है। म अहिले बिजी छैन भन्नलाई चाहिँ अलहिन आना मु मसगुल है। मु मसगुल भनेको चाहिँ म बिजी छैन भनेको। त्यस्तै अरबी भाषामा एकछिन एकछिन भन्नलाई चाहिँ दगिगा दगिगा भन्छ है। दगिगा भनेको चाहिँ वास्तवमा मिनट हो होइन। एकछिन अथवा 1 मिनट पर्ख्यो भन्नलाई चाहिँ दगिगा भन्छ है। अब 5 मिनट पर्ख भन्नलाई चाहिँ खम्सा दगिगा भनेको चाहिँ 5 मिनट पर्ख है। असारा दगिगा भन्यो भने चाहिँ 10 मिनट पर्ख भनेको हो होइन। 10 मिनट भनेको। अनि 20 मिनट भन्नाले चाहिँ अस्रिन दगिगा भनेको चाहिँ 20 मिनट है। 20 मिनट, अस्रिन भनेको चाहिँ 20 मिनट। तपाईँलाई कहिलेकाहीँ एकछिन पर्ख भन्नलाई चाहिँ दगिगा है। दगिगा सोया अथवा दगिगा सोया भनेको चाहिँ एकछिन पर्ख भनेको है। त्यस्तै अरबी भाषामा म आउँछु भन्नाले चाहिँ आना इजी भन्छ है। आना इजी भन्छ। अनि म आउँदैछु है, म बाटोमा छु अथवा आउँदैछु भन्नाले चाहिँ आना जाई भन्छ है। आना जाई भनेको चाहिँ म आउँदैछु है। अथवा हुवा जाई भनेको नि ऊ आउँदैछ है। हुवा भनेको ऊ, अनि जाई भनेको चाहिँ आउँदै गरेको है। त्यस्तै गरी म जान्छु भन्नलाई आना रो भन्छ। अनि म जाँदैछु है, जाँदैछु बाटोमा छु अथवा जाँदैछु भन्नाले चाहिँ आना राहा रो, आना राहा रो। आना राहा रो भनेको चाहिँ म जाँदैछु अथवा हुवा राहा रो, हुवा राहा रो भने चाहिँ ऊ जाँदैछ है। कुनै पनि काम कन्टिन्यू भइरहनलाई चाहिँ अथवा कन्टिन्यू जाँदै गर्नलाई चाहिँ आना राहा रो भन्छ। अथवा म आउँदैछु भन्नलाई चाहिँ आना जाई है। आना जाई भनेको चाहिँ म आउँदैछु भनेर भनेको हो अरबी भाषामा। त्यस्तै साथीहरू हामी सरी भन्छौँ नि, केही गल्ती हुँदा हामी सरी भन्छौँ नि इङ्ग्लिसमा है। त्यसलाई अरबी भाषामा चाहिँ मालिस भन्छ है। केही गल्ती भयो भने सरी माग्नु पऱ्यो भने मालिस है, मालिस गल्ती भयो भन्छ है। त्यस्तै गरी मलाई माफ गर भन्नाले चाहिँ आना आसिफ भन्छ है। आना आसिफ भनेको चाहिँ मलाई माफ गर भनेको है। अब मेरो गल्ती छ भन्नु पऱ्यो भने अरबी भाषामा आना गलत है। गलतलाई चाहिँ गलतै भन्छ अरबी भाषामा। मेरो गल्ती छ भन्नाले चाहिँ आना गलत है। मालिस है, सरी है, सरी भनेको चाहिँ मालिस है। त्यस्तै मलाई माफ गर भन्नाले चाहिँ आना आसिफ है। आना आसिफ भनेको चाहिँ मलाई माफ गरिदेऊ भनेको है साथीहरू। साथीहरू अरबीमा एउटा शब्द छ क्या यल्ला है। यल्ला अथवा यल्ला भनेर भनिन्छ। त्यसले चाहिँ अब यल्ला भनेको चाहिँ लो है। लो जाऊ भनेर चाहिँ यल्ला रो है। लो जाऊ भनेको है। अथवा लो खाऊ भनेर चाहिँ यल्ला अक्केल
एल्ला भनेको चाहिँ कुनै पनि काम गर्न सुरु गर्नु है। ल एल्ला कलम है, ल भन लो भन लो भन चाहिँ एल्ला कलम है। एल्ला भनेको चाहिँ लो है। त्यस्तै गरी यो मेरो हो भन्नलाई अरबी भाषामा हादा हगियाना है, यो चाहिँ मेरो हो है। हादा हगियाना भने चाहिँ यो मेरो हो, अथवा हादा मलाना, हादा भनेको चाहिँ यो भइगयो, मलाना भनेको चाहिँ मेरो हो। त्यस्तै यो कसको हो भन्दा चाहिँ हादा मल मिनु है, हादा मल मिनु भनेको चाहिँ कसको, हादा मल मिनु भनेको चाहिँ कसको, अथवा मलाई थाहा छैन भन्नु पर्यो भने चाहिँ आना माई अरब है, आना माई अरब भनेको चाहिँ मलाई थाहा छैन भनेको। त्यस्तै अर्को शब्द छ कुल्लु भनेको चाहिँ सबै है। अरबी भाषा कुल्लु भनेको चाहिँ सबै है, सबै देऊ भन्नाले चाहिँ आती कुल्लु, आती भनेको दिनु, कुल्लु भनेको सबै। त्यस्तै मलाई सबै भन भनेको चाहिँ कल्लमनी भनेको मलाई भन, कुल्लु भनेको सबै। अथवा सबै गर है, सबै गर भने चाहिँ सबै कुल्लु अथवा सबै कुल्लु भन्छ। त्यस्तै सबै सकियो भनेर चाहिँ खलास कुल्लु, सबै सकियो, कुल्लु भनेको चाहिँ सबै है। त्यस्तै अर्को शब्द छ मुम्किन है, मुम्किन भनेको सायद है, इङ्ग्लिसमा मेबी भन्छ नि, सायद आउँछ होला, मुम्किन इजी होइन, सायद छ होला भन्छ मुम्किन मौजुद है, सायद गयो होला भनेर मुम्किन रो, सायद सकियो होला भनेर चाहिँ मुम्किन खलास है। मुम्किन भनेको चाहिँ मेबी भनेको चाहिँ सायद हुनसक्छ, सायद गयो होला, सायद खायो होला, यसलाई चाहिँ भन्छ मुम्किन भन्छ है। सायद भनेको चाहिँ मुम्किन, मेबी इङ्ग्लिसमा भन्छ, अरबीमा भन्छ मुम्किन। त्यस्तै गरी अरबी भाषामा पक्का हो भन्दा पनि अकिद भन्छ है, अकिद भनेको चाहिँ पक्का हो भनेको है। त्यस्तै ठिक छ भनेको तमाम भन्छ है, ठिक छ सबै ठिक छ भनेको चाहिँ तमाम है, सबै ठिकै छ भने चाहिँ कुल्लु तमाम भनेको नि सबै ठिक छ भनेको है। त्यस्तै हामी कुरा गर्दा कसैले राइट कुरा गर्दा ठिक छ भन्छ, त्यसलाई चाहिँ अरबी भाषामा साह है, तिमीले बोलेको कुरा हो भनेर चाहिँ साह भन्छ है। अथवा यो होइन है, यो होइन भनेर चाहिँ म आधा है, यो होइन भनेको चाहिँ म आधा है। यसरी होइन है, यसरी होइन भन्नालाई चाहिँ मोकिदा है, यसरी होइन भन्नालाई चाहिँ अरबी भाषामा मोकिदा भन्छ। त्यस्तै गरी अरबी भाषामा समाता अथवा समात्नु भन्नाले चाहिँ एमसिक भन्छ है, एमसिक भनेको चाहिँ समाता भनेको है। त्यस्तै गरी छोड्देऊ भन्नाले चाहिँ खल्ली भन्छ है, छोड्देऊ भन्नाले चाहिँ खल्ली भन्छ है। अनि त्यस्तै गरी उठाउ अथवा लिनुलाई चाहिँ भुइँमा केही कुरा खस्यो अथवा उठाउ भने चाहिँ सिल भन्छ है। अथवा उसले केही दिन लाग्यो होइन, तपाईँलाई ल्याउ भन्न चाहिँ सिल भनेको चाहिँ लिनु अथवा उठाउनु दुइटै हुन्छ है। भुइँमा केही खस्यो उठाउ भन्नाले सिलै भन्छ है, त्यो यता ल्याउ भन्नाले त्यसलाई सिल भन्छ होइन। तपाईँलाई कुनै कुरा उसले दियो अनि तपाईँलाई चाहिँ सिल भनेको चाहिँ ल्याउ लि भनेको है। त्यस्तै चुपलाक हुन चाहिँ अरबी भाषामा उस्कुत भन्छ है, उस्कुत भनेको चाहिँ चुपलाक भनेको है। त नबोल भन्नाले चाहिँ अरबी भाषामा उस्कुत है, अथवा माफी कलम पनि भन्छ। त चुप भन्नाले चाहिँ अरबी भाषा उस्कुत पनि भन्छ है साथीहरू। ल भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद साथीहरू। म अर्को भिडियो फेरि लिएर आउँदैछु है। अहिलेसम्मको लागि भिडियोमा बसिरहनु भयो धेरै धन्यवाद। जो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। कुनै अरबी भाषा सम्बन्धी कुनै पनि शब्द सोध्नु पर्यो भने मेसेज गर्नु होला है, म हजुरको रिप्लाई दिनेछु साथीहरू। बाई मासलाम।